म्याथमेटिक्समा इक्वेसन सल्भ गर्दै जाँदाखेरि एक्सपोनेन्ट यानी कि पावरवाला टर्म आयो भने गर्ने के त भन्ने प्रश्न आउँदाखेरि प्रश्नको उत्तर के हो भने यदि पावरहरू इक्वल छन् भने बेसलाई इक्वेट गरिदिने र बेसहरू इक्वल छन् भने पावरहरूलाई इक्वेट गरिदिने र दुईटै अनइक्वल भयो भने गर्ने के त भन्दाखेरि हामीले हिसाब गर्नै सक्दैनौँ त्यस्तो अवस्थामा है। अहिलेसम्म सरले सस्ता नि पढे चाहिँ भनिदियो, अब सरले के त भन्दा विस्तृत रूपमा व्याख्या गर्छ है, एक्सप्लेनेसन हुन्छ के त भन्दा 2:2 हुन्छ। यो कुरा हामीलाई थाहा छ, यो त सामान्य भइहाल्यो नि। अब यही सामान्य कुरा के त हैन, यो सिम्पल कुरा बढ्दै बढ्दै के त कम्प्लेक्स बन्न जान्छ एकछिनपछि। यो लेख्न पनि पाइन्छ बराबर हुन्छ। अब हामीले के गर्छौं, यो लेख्न पाइन्छ कि पाइँदैन भन्दा पाइँदैन, किनभने यो बराबर हुँदैन। यहाँनेर के भयो, बेस बराबर थियो, यहाँ बेस बराबर थियो, पावर पनि बराबर थियो। यहाँ बेस बराबर थियो तर पावर बराबर नहुनाले यहाँ 3 यहाँ 2 हुनाले यो कुरा बराबर भएन, एउटा केस। अर्को केसमा सिम्पल इक्जाम्पल 3² लियौं 2² लियौं, पावर त बराबर थियो तर बेस बराबर भएन, यो कुरा त बराबर हुँदैन। यो 9 हुन्छ, यो 2 4 हुन्छ भनेपछि यहाँ के भयो थियो, बेस बराबर हुँदाखेरि पावर पनि बराबर थियो र पावर यहाँ 2 बराबर हुँदाखेरि बेस पनि बराबर थियो। बेस भनेको थाहा छ नि यसलाई, बेस भनेको के त भन्दाखेरि आधार है। मान्छेको बेस के हो, म उभिरहेको छु मेरो बेस खुट्टाको पैताला, म बसेँ भने मेरो बेस है, सुतेँ भने यहाँभन्दा डिटेलमा नजाउँ हो। बेस भनेको जग के, घरको जग, त्यसमा चाहिँ के त यो पावर राइज भएको छ, पावर राइज भएको छ के त यो बेसलाई, बेसको सपोर्ट लिएर, ठिक छ है। बेस बराबर भयो भने पावर पनि बराबर हुनै पर्छ र पावर बराबर भयो भने बेस पनि बराबर हुनै पर्छ। यही सिद्धान्तको आधारमा, यही कुराको आधारमा हामीले हिसाबहरू गर्ने हो। जस्तै x² 4 आयो भने x² हामीले 2 को स्क्वायर भन्छौँ, त्यसपछि पावर बराबर भइदियो, 4 लाई त 2 को स्क्वायर लेख्न पाइयो, त्यसो भने हामीले बेसहरू बराबर हुन् भन्न पाइन्छ। तर यहाँनेर एउटा कन्ट्राडिक्सन आउँछ के, त्यो कन्ट्राडिक्सन के हो त भन्दाखेरि सरले त्यो कन्ट्राडिक्सनको बारेमा भन्छ। कन्ट्राडिक्सन सिम्पली 1 को लागि यो कुरा होल्ड गर्दैन र अर्को कुरा के त भन्दाखेरि इभन पावरहरू एक्सेप्ट 0 इभन पावरहरूको लागि यो कुरा होल्ड गर्दैन है। भन्नुको मतलब के भन्दाखेरि 1 को पावर 5 लेख्नु, 1 को पावर 100 लेख्नु, जतिसुकै लेखे पनि इट्स अलवेज 1 नै हुन्छ। त्यही भएर यो त बराबर छ, त्यसको मतलब बेस बराबर छ, त्यसको मतलब के त पावर बराबर हुनुपर्छ भन्ने जरुरी छैन। र अर्को कुरा साइन भनेको के त भन्दाखेरि हामीसँग दुईटा साइन छन्, एउटा प्लस अर्को माइनस। 2² -2 को स्क्वायर हुन्छ, थाहा छ हामीलाई हुन्छ। तर पावर त बराबर भइदियो, 2 बराबर भइदियो, 2 र -2 बराबर हो भन्दाखेरि होइन। 2 is 2 -2 is -2, they are different. एज अ क्वान्टिटी they are same but एज अ डिरेक्सन, एज अ साइन they are different। त्यसो भने पावरको लागि पनि कहिलेकाहीँ यो कुरा होल्ड गर्दैन फर इभन पावर। अड पावरको लागि यो कुरा होल्ड गर्छ। 2 क्यूब -2 को क्यूब लेख्न सकिँदैन, हामीसँग 2 को क्यूब नै हुन्छ। यहाँ -2 राखिदियो भने हाम्रो कुराकानी बिग्रिन्छ, किनभने 8 -8 हुन सक्दैन। तर यदि यहाँ 4 हुन्थ्यो भने यो कुरा होल्ड गर्थ्यो, किनभने -2 इन्टु -2 इन्टु -2 इन्टु -2, चारवटा माइनस 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 प्लस प्लस माइनस 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 प्लस प्लस 8 हो। यो कुरा बुझ्नु पर्यो। भनेपछि इक्वेसनमा कहीँ पनि हामीले गर्ने नै त्यही हो के, r² हिसाब गर्दै जाँदाखेरि हैन, यो रेडियस, सर्कलको रेडियस r² 100 आयो भने हामीले r² 10² भन्छौँ, बराबर भइदियो, पावर बराबर भइदियो भनेपछि r² 10 भयो। अब यहाँनिर कसैको मनमा प्रश्न आउन सक्छ कि हामीले त यहाँ त हैन r² 100 हुँदाखेरि r² 100 हुँदाखेरि r² त प्लस माइनस 10 हो। r को ठाउँमा 10 राखे पनि यो कुरा चाहिँ भ्यालिड हुन्छ र -10 राखे पनि यो कुरा भ्यालिड हुन्छ। भने हामीले r -10 लाई किन हेला गरेको भन्ने प्रश्न आयो भने कुरो के हो त भन्दाखेरि यहाँनिर हामीले r भनेको रेडियस भनेका छौं। रेडियस भनेको के हो, लम्बाई, लेन्थ हो। र कुनै कुरा नापिसकेपछि त्यो कुरा कहिले नेगेटिभ आउँछ र भन्दाखेरि आउनै सक्दैन, सम्भवै छैन। कहिलेकाहीँ हिसाब गर्दै जाँदाखेरि एज पनि नेगेटिभ आइदिन्छ, एज नेगेटिभ आउँछ भन्दा आउनै सक्दैन। त्यो आउनै नसक्ने कुरालाई हामीले हटाइदिन्छौँ। त्यही भएर हामीले डाइरेक्ट r² 100 यस्तो टाइपको लेन्थको कुरा आउँदै गर्दाखेरि r 10। अब सेन्टिमिटर मिटर त लेख्न पर्यो नै हाल्यो, युनिट त छुटाउनै भएन, नत्र भने त नम्बर काटिहाल्छ। त्यो अजम्सनमा हामीले त्यो माइनस वाला केस हटाइदिएको, ठीक छ। यो चाहिँ हाम्रो
एक्सपोनेन्ट आयो, इक्वेसन सल्भ गर्दा गर्दै एक्सपोनेन्ट आयो भने गर्ने के भन्ने प्रश्नको उत्तर। ठीक छ।